नमस्ते सम्पूर्ण साथीहरू तपाईहरुको अगाडि फेरि एउटा नयाँ न्यूज लिएर म उपस्थित भइसकेको छु। साथीहरू यो न्यूज रहेछ रवि लामिछानेको। उहाँले एकदम महत्त्वपूर्ण कुरा भन्नुभएको छ र साथीहरू यो न्यूज सुन्नको लागि पहिला तपाई यो सानो भिडियो हेर्नुहोस्। एउटा भोट चाहिँ यता यसो हाल्दिउ हामी त गर्वदेखिको फलानु पार्टीको यो देखिको फलानु पार्टीको भनेर भन्नुभएको छ। म छातीमा हात राखेर भन्छु तपाईलाई अहिले पनि पुराना राजनीतिक दलले परिवर्तन गर्छन् भन्ने विश्वास छ भने सबै भोट तिनलाई दिनुस्, हामीलाई चाहिदैन, सबै दिनुस्। होइन भने 5 वर्षलाई हामीले मौका मागेका हौं। 5 वर्ष स्थायी सरकार देखाएर थिति बसाल्छौं, देशलाई विकास समृद्धि विकास निर्माणको बाटोमा अगाडि लिएर जान्छौं। नागरिकले महसुस हुने गरी नागरिकको सेवक भएर काम गर्छौं। गर्न सकेनौं भने तपाईकै पार्टी जिन्दाबाद, तपाईकै नेता जिन्दाबाद। तपाईको पार्टीको झण्डा मैलो भएको छ भने अर्को सिलाएर हामी दिउला, तपाईको नेताको फोटो सिरानीमा हामी पनि राखौला। साथीहरू तपाई यो भिडियो हेरिसक्नुभयो। साथीहरू रवि लामिछानेले चाहिँ के भन्दै हुनुहुन्छ कि अहिले धेरै जस्ता व्यक्तिहरू भन्छन् म यही पार्टीका मान्छे हो, एउटा भोट यहाँ हाल्छु एउटा भोट त्यहाँ हाल्छु। साथीहरू उहाँले चाहिँ भन्दै हुनुहुन्छ अगर अहिले पनि तपाईहरुलाई आफ्नो आफ्नो पार्टी र आफ्नो आफ्नो नेता माथि विश्वास छ भने एउटा पनि मत उहाँले नदिनुस्, सबै मत उहाँले नै दिनुस् र उहाँले नै जिताउनुस्। अगर तपाईहरुलाई उहाँमाथि विश्वास छ भने तपाईहरु उहाँलाई मत दिनुस् र 5 वर्षको स्थायी सरकार बनाएर उहाँहरुले जनतालाई बुझ्ने गरी जनतालाई बुझाउने गरी उहाँले काम गर्नुहुन्छ र यो काम सबैले हेर्न सक्नुहुन्छ। अगर उहाँ फेल भयो भने तपाईकै पार्टी जिन्दाबाद, तपाईकै नेता जिन्दाबाद र अर्को वर्ष उहाँले चाहिँ तपाईहरुको अगर झण्डा पुगेन भने उहाँले झण्डा सिलाएर दिनुहुन्छ र उहाँले तपाईकै नेताहरू आफ्नो नेताको फोटो आफ्नो सिरानीमा राखेर सुत्छ। साथीहरू कस्तो लाग्यो न्यूज? यस्तै न्यूज अपडेटको लागि मलाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक शेयर कमेन्ट गर्नु होला। हस्त धन्यवाद।